नमस्कार। मैले आज सानो यहाँहरुमा सानो मैले अनुभव गरेर मैले भोगेर मलाई ठीक भएको कुरालाई मैले यहाँहरुमा जानकारी गराउन गइरहेको छु। अलिकति बेसार, थोरै बेसार है, थोरै बेसार अनि जीरा, सानो 1 चम्चा जीरा तपाईहरुलाई सबैलाई सजिलै उपलब्ध हुने भान्सामा जीरा अनि मेथी 1 चम्चा जति मेथी यो पनि उपलब्ध हुन्छ। मेथी अनि उम्लेको पानी यो कप त्यति मैले राखे, यो कप भरि भिजाइ राख्छु म। यो गिलास भरि नै, गिलास चाहिँ बियरको परेछ, केही फरक पर्दैन, अरु भए पनि हुन्छ। यसरी भिजाइ राख्छु म। यसमा खाने बेलामा, पिउने बेलामा भोलि बिहान यो भिजाइ राख्ने, बेलुका भिजाइ राख्ने, बिहान यो सबै तल गएर बस्छ, भिज्छ हैन, भिज्छ। अनि यो लेमन थोरै निचारेर लेमन अलिकति निचारेर यो पानीमा राखेर तपाईले यो पानी यति एक पटक यो गराउनु भएको तपाईहरुले यो गराउनु भएको यो जीरा मेथी बेसारलाई 3 गिलाससम्म 3 चोटीसम्म पिउन सक्नुहुन्छ। यसलाई मैले हिजो म अलिकति व्यस्तता कारण बेलुका भिजाउन पाइन र मैले चाहिँ अहिले भिजाइराछु, म भरे पिउँछु। र यसलाई नियमित रूपमा 3 चोटी पिउनुहोस् यो पानी र यो फाल्दिनुहोस् र अर्को बनाउनुहोस् एउटा। र यसलाई नियमित रूपमा 3 चोटी 3 गिलास पानी तपाईहरुले दिनमा युज गर्नुभयो, तपाईहरुले पिउनु भयो भने तपाईहरुको भएको सुगर, तपाईलाई यदि सुगर लागेको छ भने तपाईलाई लागेको सुगर डायबिटिस एकदमै छिटो भन्दा छिटो निको हुन्छ। मैले यो एकदम यो मैले आफूले भोगेर आफूले अनुभव गरेर यहाँहरुलाई जानकारी गराइरहेको छु। यहाँहरुलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भयो र तपाईहरुले पनि उपलब्ध अनुभव गर्नुहुनेछ भन्ने मैले आशा राखेको छु। यो एकदमै घरायसी एकदमै उपचारको लागि, यो सुगरको लागि एकदम सजिलो उपाय छ। र अब गुलियो कुराहरु चाहिँ बन्द गर्नुपर्छ खानुको लागि, मुख पनि गर्नुपर्छ। तर यो पिउनी र जेगोको गुलियो अथवा आलु अथवा सुगर भएको कुराहरु चाहिँ बन्द गर्नु होला। र तपाईले चिया पिउँदाखेरि उम्लेको पानी, चियाको पकेट ब्याग, चियापत्ती भनौं चियाको यस्तो पकेट अनि हनी अलिकति मह राखेर त्यो तातो पानीमा राखेर थोरै लेमन 4-5 थोपा लेमन थोपमा त्यो चियामा राखेर तपाईहरुले त्यसरी पिउनु पर्ने हुन्छ। चिया दुधको चिया होइन, त्यो चियाले पनि एकदमै हेल्प गर्छ, सहयोग गर्छ। र धेरै धेरै धन्यवाद। यो कुराहरु तपाईहरुले गर्नुहुनेछ भन्दै म चाहिँ बिदा हुन्छु। र आउँदै गरेको विजयदशमीको सम्पूर्ण मेरो फेसबुकमा हुनुभएका सम्पूर्ण आफन्तहरु र मेरो घर परिवार, मेरो बच्चाहरुलाई म धेरै मिस गरेको छु। चाडबाड आएको छ है, यो परदेशमा छु, धेरै धेरै मिस गरेको छु। सबैलाई एकदम ह्यापी विजयदशमी भन्दै यो भिडियो हेरेर तपाईहरुले गर्नु होला भन्दै म बिदा हुन्छु। हस्, नमस्ते, बाइ बाइ।